मौरीहरू घारको मुखमा अथवा प्रवेशद्वारको मुखमा चाहिँ आएर बसेर तिनीहरूले खुट्टाहरू चाहिँ एकदमै कोतरेर बस्ने अथवा पखेटाहरू चाहिँ एकदमै बुनुन्न गरेर चाहिँ पखेटाहरू चाहिँ भन्किएर हम्किएर हैन आवाजसहित चाहिँ फरफराएर चाहिँ बस्ने घौटी परेर बस्ने त्यो किन हुन्छ होला। अब यो दुई तीनवटा कुराहरू हुन सक्छन्। जस्तै एउटा त मौरीले त्यसको गेटमा उले चाहिँ सुरक्षाको लागि चाहिँ सुरक्षार्थी खटाएको हुन्छ र त्यहाँ चाहिँ बाहिरको कुनै शत्रुहरूले आक्रमण गरेको अवस्था छ भने हामीले चाहिँ त्यहाँनिर मौरी चाहिँ बढी आक्रामक भएको अथवा रिसाएर अगाडि बढेको अवस्था पनि हामी देख्न सक्छौं। जस्तै अरिङ्गाल छ भने अरिङ्गाललाई चाहिँ मौरीले अझ उल्टो चाहिँ हामी धेरै छौं भनेर देखाउनलाई मौरीले अरिङ्गालले आएर चाहिँ खायो भने हामीले चाहिँ त्यसलाई रोकौँला भनेर धेरै चाहिँ अझ अगाडि आएर मुखमा आएर बसिरहेका हुन्छन्। कहिलेकाहीँ त्यस्तो बेलामा पनि अरु मुखमा धेरै आएर बसिरहेको हुन्छ। कहिलेकाहीँ फरक खालका मौरीहरू लुट्न आइरहेको अवस्था लुट लडाई हैन भनौं न लुट्न आएका मौरीहरू छन् भने तिनीहरूलाई भगाउनको लागि पनि मौरीले त्यो खालको एक्सन गरिरहेको हुन्छ। अनि कतिपय अवस्थामा अरु खालका शत्रुहरूको चाहिँ कमिलाहरूको अथवा अरूको कारणले पनि हुन सक्छ भने कुनै अवस्थामा अत्यन्त बढी गर्मी भयो अत्यन्त धेरै चाहिँ मौरीलाई चाहिँ त्यहाँ बस्न गाह्रो भयो भने बाहिर आएर चाहिँ घारको मुखको उसमा चाहिँ आएर झुण्ड परेर बसिरहेका हुन्छन् र खासगरी चाहिँ अलि बढी गर्मी भएको बेलामा पनि मौरीहरू मुखमा आएर चाहिँ भुनुन्न गरेर बसिरहेको अवस्था पनि भेटिन्छ है त।